यदि तपाईँ विवाहित हुनुहुन्छ अनि तपाईँको श्रीमतीबाट बच्चा हुने सङ्घारमा छ भने तपाईँलाई पनि पक्कै एउटा प्रेसर आइरहेको होला, बुढा बेबी सोवर गरौँ न भनेर। वास्तवमा यो बेबी सोवर के हो यसो विचार गर्नुहोस् त। पुरानो जमानामा हाम्रो अग्रजहरूले यदि बच्चा हुने भयो भने त्यो कपाललाई राखेर विशेष गरी बुहारीलाई चाहिँ दही चिउरा खुवाउने चलन थियो अनि ठुला बडाहरूबाट आशीर्वाद दिने चलन थियो। एउटा सामान्य कार्यक्रम हुन्थ्यो जसमा केही नजिकै 2-4 छिमेकीहरू अनि नातेदारहरू आएर दही चिउरा खुवाउँथ्यो। दही चिउरा खुवाउँदा के हुन्थ्यो, त्यो बच्चा पेटमा भएको बच्चालाई पौष्टिक तत्त्व पनि पुग्थ्यो, आमाको स्वास्थ्यमा पनि एकदमै राम्रो असर पर्थ्यो अनि मनमा उमङ्गहरू आउँथ्यो र एउटा पोजिटिभ नोटका साथ बच्चा जन्मियो। र अहिले टक्क बच्चा ठुलो हुन्छ अनि श्रीमतीहरूलाई गाउन पिन्नु पर्यो, 2-3 तलाको केक चाहियो, गुलाबी अनि निलो कलरका डिफ्रेन्ट कलरका बेलुनहरूले सजावट गर्नु पर्यो अनि श्रीमानले चाहिँ श्रीमतीको पेटमा माया गरेर फोटो सेसन गर्नु पर्यो। त्यो फोटो सेसन नर्मल फोटोबाट नर्मल क्यामेरा आफ्नै क्यामेराबाट गर्नुपर्छ मात्रै भन्ने छैन, आउटडोर फोटोसुट गर्नु पर्यो, फोटोग्राफर बोलाउनु पर्यो अनि तडकभडक यस्तो लाग्छ कि अब यो घरमा के किन हुन आँटिराखेको। मैले बेबी सोवर भन्ने बित्तिकै नराम्रो भन्न खोजेको छैन, तर आफ्नो रीतिरिवाज के हो, कल्चर के हो त्यो सोच्नु। सामान्य खर्चमा पनि तपाईँलाई बेबी सोवर गर्न मन छ भने गर्न सक्नुहुन्छ, तर पेटमा हात राखेर यता 2-3 जना 4 जना 5 जना साथीहरू बस्ने अनि यता माया गरेर यस्तो गर्ने, उता माया गरेर यस्तो गर्ने, फोटोसुटहरू गर्ने, यो तडकभडक यो विदेशी संस्कृति आयात गरिएको संस्कृतिको म चाहिँ पर्सनल्ली खिलाफमा छु। तर यति भन्दै गर्दाखेरि आफ्नो विवेक नै बन्दगीमा राखेर तपाईँहरूलाई पनि नगर्नुहोस् भनेर म भन्न सक्दिनँ। विदेशीहरूको नकल गर्नुपर्छ, केही कल्चरहरू आफूले ल्याउनुपर्छ, तर आफ्नो कल्चरलाई पनि भुल्नु भएन नि त। यदि दही चिउरा खाने चलन छ भने त्यो कुरालाई पनि यथावत गर्नुहोस् र धेरै ठुलो तडकभडक नगर्नु। कतिपयले त यस्तो खालको फोटोहरू हाल्नुहुन्छ जुन देख्दा पनि आफ्नो आमा बुवालाई पनि अपाच्य लाग्छ, हामी बाहिरको मान्छेहरूलाई पनि अपाच्य लाग्छ। तपाईँको भोलि बच्चा जन्मिँदै गर्दाखेरि कस्तो जन्मिन्छ, भोलि तपाईँले अहिले बेबी सावर गर्दै गरेको खुसियाली रहन्छ कि रहँदैन, त्यो कुराहरू पनि तपाईँले सोच्नुपर्ने हुन्छ नि। ठिक छ, बाहिरको संस्कृतिहरूलाई पनि हामीले एडप्ट गर्दै जाने, नयाँ जेनेरेसनहरू चेन्ज हुँदै जान्छ, कम्प्लिटली त्यसलाई इग्नोर गर्न नराम्रो भन्न पनि मिल्दैन। किनभने तपाईँले जब बेबी सावर गर्नुहुन्छ त्यो गर्भवती आमालाई चाहिँ विशेष फिलिङ आउन सक्छ, साथीभाइहरू आइदिँदाखेरि उनलाई खुसी हुनसक्छ, साथीभाइहरूसँग एकचोटि रमाइलो हुनसक्छ। बच्चा जन्मिनुभन्दा अगाडिको एउटा सम्झनाहरू रहन्छ, सुन्दर सम्झनाहरू चाहिँ स्मृतिमा रहेको हुन्छ, उनको मन खुसी हुन्छ, त्यो उनको जरुरी हो। तर यति भन्दै गर्दाखेरि हामी नेपाली समाजमा बस्छौँ, हाम्रो नेपाली समाजको आफ्नै खालको ढाँचा छ, ठुलो खर्च चाहिँ विवाह पूर्व गर्दाखेरि भोलि खर्चै धान्न नसक्ने अवस्था पनि हुन्छ कि भनेर सोच्नु पर्यो। अनि विशेष गरी आफ्नो इष्टमित्र आफ्नो परिवारको भावनामा कस्तो खालको कुरा पर्छ भनेर विचार गर्नु पर्यो। अनि एउटा गर्भवती महिलाले चाहिँ केक खाँदै गर्दाखेरि त्यसको असरहरू कस्तो खालको हुन्छन्, दही चिउरा खाँदै गर्दाखेरि त्यसका पोजिटिभ नेगेटिभ असरहरू के हुन्छन्, यो कुरा चाहिँ हामीले बुझ्नु अलिकति जरुरी छ कि जस्तो लाग्छ। मैले यहाँ कम्प्लिटली बेबी सावर चाहिँ नराम्रो हो भन्न खोजेको होइन, तर लाखौँ खर्च गरेर पैसाको प्रदर्शन गरेर सोसियल मिडियामा देखाउनकै लागि, कन्टेन्ट बनाउनकै लागि यदि तपाईँले बेबी सावर गर्नु हुँदैछ भने भोलि त्यही बच्चा जन्मिसके पछाडि बच्चाको लागि पैसा बचाउने नबचाउने, बच्चा जन्मिसके पछाडि तपाईँको खर्च त्यसै पनि बढिरहेको हुन्छ। भोलि बच्चालाई दुःख बिमार पर्छ, हस्पिटल जानुपर्ने हुन्छ, त्यसको लागि पनि खर्च हुन्छ। त्यसैले अनावश्यक तडक भडक नगरौँ। हामी पूर्वीय संस्कृतिमा पूर्वीय सभ्यतामा हुर्केको मान्छे, पाश्चात्य संस्कृतिको असर अलिकति बढी नै भएको छ, तर हामी नेपाली हौँ, यो कुरा चाहिँ हामीले बुझ्नु हुँदैन र नक्कली यस्ता संस्कृतिहरू चाहिँ एडप्ट गर्दै गर्दाखेरि फिल्टर गरेर गर्नु पर्यो। अनि फलाने छिमेकीले गरेको छ, मेरो साथीले गरेको छ, त्यसले यति हजारको गाउन लगाएको छ, त्यसले यो कलरको ड्रेस लगाएको छ भनेर ड्रेसको सहित कहिले पनि त्यसरी सोसियल मिडियाको साथीभाइको पिर प्रेसरमा आएर काम नगर्नु। छिमेकीले गरे ठिक छ त गर्न दिनु, तपाईँले नगर्ने बित्तिकै तपाईँको बच्चै नजन्मिने त होइन होला। भोलि छिमेकीले चाहिँ साइकल चढ्यो भनेर आफूले घरको धुरी चढ्ने त त्यो त पक्कै पनि राम्रो होइन नि त। तर मैले कतिपय यस्ता कपालहरू पनि देखेको छु जसलाई गरौँ न त साथीभाइले गरेको छन् भनेर सामान्य बेबी सोवर गर्न मन लाग्छ, तर फोटोहरू हाल्दाखेरि कति पाच्छे खालको फोटोहरू हाल्ने अनि अलिकति आफ्नो मेमोरीमा चाहिँ राख्न मिल्ने गरी आफ्नो मोबाइलहरूमा अथवा घरमा फ्रेमिङ गरेर चाहिँ राख्ने, तर अरूले देख्ने गरी चाहिँ सोसियल मिडियामा नहाल्ने गरी पनि गर्नुभएको हुन्छ। यो चाहिँ मलाई
एकदमै राम्रो लाग्छ। अनि फेरि पनि भन्छु, दुईटै कल्चरलाई एडप्ट गर्दा पनि भयो। दही चिउरा पनि खुवाउनुहोस्, अनि सानो केक काटेर सकभर केक काटेर आमालाई थोरै चटाउनु मात्रै, धेरै नखुवाउनुहोस्। आमाको हेल्थमा असर पर्न सक्छ बच्चा हुने बेलामा, बरु आमा बच्चा दुवैको स्वास्थ्य बिग्रिन सक्छ। अनि लाखौँ रुपियाँ खर्च गर्नुभन्दा 2-4 हजार खर्च गरेर एउटा सामान्य सडक नगरिकन थोरै पैसामा तपाईँले काम गर्न सक्नुहुन्छ। अर्को कुरा भनेको यो प्रदर्शन गर्नु सोसियल मिडियामा हाल्नु नै ठुलो कुरा होइन कि, तपाईँको भावनात्मक कुरा चाहिँ ठुलो हो नि त। तपाईँले आफ्नो सानो कार्यक्रम राखेर आफ्नो परिवार अनि 2-4 जना साथीभाइहरूलाई बोलाउनु भएको छ भने भइहाल्यो नि। इन्स्टाग्राममा देखाउनै पर्छ भन्ने कि इन्स्टाग्राममा देखाएर कन्टेन्ट क्रिएटरहरूले त पैसा कमाउन सक्छन्, तर तपाईँले त पैसै कमाउनु पर्छ भन्ने इन्टेन्सनले त गर्नुभएको हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। अनि आफ्नै दाजुभाइहरूले हेर्दाखेरि पनि लाज हुने खालको काम चाहिँ नगर्नुहोस्। हेर्दाखेरि अक्वर्ड टाइपको फिलिङ आएका फोटोका पोजहरू हामीले धेरै खालको देखाएका छौँ कि, त्यसैले आफ्नो परम्परालाई पनि तपाईँले केयर गर्नुहोस्, परम्परालाई पनि ध्यान दिनुहोस्। अनि साथीभाइहरूसँग सामान्य पार्टी गरेर गर्न पनि सक्नुहुन्छ। हामीले हाम्रो बच्चाहरूलाई कस्तो खालको कल्चर दिने र हाम्रो बुवा आमाबाट हामीले कस्तो खालको कल्चर सिक्यौँ, अनि त्यो कल्चर हामीले कसरी आफ्नो अपकमिङ जेनेरेसनलाई ट्रान्सफर गर्ने भन्ने कुरा चाहिँ हामीले सोच्नु जरुरी छ। अहिले चाहिँ हामी बेबी सावर भनेर पाश्चात्य संस्कृतिहरू झुल्काइराखेका हुन्छौँ। अनि विदेशतिर इमेजिन गर्नुहोस् त, 18 वर्ष जब बच्चा पुग्छ त्यो बच्चाले त आमा बुवालाई छोडेर आफ्नै खालको स्ट्रगल गर्न थाल्छ। अनि तपाईँले भोलि त्यस्तै चाहनुहुन्छ त तपाईँको छोराछोरीले चाहिँ 18 वर्ष पुग्ने बित्तिकै तपाईँलाई केयरै नगरोस्, आफ्नो मात्रै गरी खाओस्, सेल्फिस होस् भन्ने चाहनुहुन्छ तपाईँ? पक्कै पनि चाहनुहुन्न नि त। अनि त्यो कुरामा चाहिँ तपाईँलाई पाश्चात्य संस्कृति यो वेस्टर्न कल्चर मन नपर्ने, अनि आज चाहिँ तपाईँलाई वेस्टर्न कल्चर सबै गर्नु परेको छ। बच्चालाई हामीले संस्कार पनि दिने हो, आधुनिकतामा रमाउन पनि दिने हो। दुईटाको मर्जरबाट लिएर जानुपर्छ। हिजोको जस्तो गाईबस्तु हेर्ने, दुध दुने, गोबर सोर्ने, घाँस काट्ने त्यो जेनेरेसन छैन अहिले। तर आइटीवाला जेनेरेसन भयो, अहिले चाहिँ डिजिटल जेनेरेसन भयो भन्दैमा सबै कुरा नयाँ हुनुपर्छ, पुरानो कुराहरू सबै भुल्नुपर्छ भन्ने पनि होइन। मैले यति भन्दै गर्दाखेरि, यो भिडियो हेर्दै गर्दाखेरि बेबी सोवरको विपक्षमा गयो भनेर तपाईँलाई चित्त दुःख भने म माफी चाहन्छु। तर कमेन्ट बक्समा आफ्नो कुराहरू मजाले राख्नुहोस्। मेरो फिलिङ र तपाईँको फिलिङ एउटै हुनुपर्छ भन्ने छैन, तर म्याक्सिमम मान्छेको फिलिङ चाहिँ म जस्तो मिक्स खालको फिलिङ नै हुन्छ जस्तो मलाई लाग्छ। राम्रा कुराहरू सिक्न, राम्रो कुराहरू एडप्ट गर्नलाई चाहिँ हामीलाई वर्षौँ लाग्न सक्छ, तर बाहिरको कल्चर एडप्ट गर्नलाई चाहिँ हामीलाई खास त्यस्तो ठुलो टाइम पनि लाग्दैन। कमेन्ट बक्समा आफ्नो कुराहरू मजाले लेख्नुहोस्। यदि यो भिडियो सामग्री मन पर्यो भने लाइक गर्नुहोस्, आफ्ना साथीभाइहरूसँग सेयर गर्नुहोस्। अनि यसको बारेमा पोजिटिभ नेगेटिभ तपाईँको मनमा जे छ त्यो कुराहरू मजाले खुलेर लेख्न सक्नुहुन्छ। तपाईँकै कमेन्टहरू मार्फत त्यो प्रतिक्रियाहरू देखेर कस्तो खालको भिडियो बनाउने भन्ने नलेज पनि हामीलाई हुन्छ। र सब्सक्राइब पनि गरिदिनु हुन अनुरोध गर्दछु, किनभने तपाईँको सब्सक्राइबले हाम्रो हौसला थप बढ्नेछ। आजको लागि यति नै, फेरि अर्को भिडियोमा भेट्नेछौँ। हवस् त, धन्यवाद, नमस्कार।